गॉड ओ ल साथीहरु भाइरल बनाउनु पर्यो यो भ्लगलाई चाहिँ मलाई बुढीले सारे हेप्यो टक्क लाग्यो यतरी रोक्छ नि त हामी किन सब्स्क्राइब गर्न बाँकी हुनेले सब्स्क्राइब गरेर यो च्यानललाई अगाडि बढाइदिनु मेरो जमाएको भाइको सो वाट्सअप साथीहरु सो अब हामी चाहिँ हाम्रो यात्रा चाहिँ यसपालि तिहारको बेलामा चाहिँ यात्रा चाहिँ हाम्रो रहेको छ माथि कुम्दीकोटमा अब त्यहाँ 3-4 वटा स्पटहरु छ जस्तै अब शिव मन्दिर शान्ति स्तूपा त्यहीँनिर एउटा ड्रिम सिटी पनि छ अब के हेर्न भ्याउँछ त्यो हामी अवलोकन गर्नेछौँ सो अब हामी एकछिनपछि निस्किन्छौँ यहाँ अगाडि ट्याक्सी आइसकेको छ र हाम्रो यहाँ दाजु तिवारी दाई हाम्रो चालक हुनुहुन्छ अनि त्यसपछि यतापट्टि चिया खाएर सब रेडी अब अब कोही चिया खाँदैछ कसैले खाइसक्यो ल है साथीहरु अब हाम्रो चाहिँ निस्किने कार्यक्रम हुँदैछ सबै बन्द भयो टाकटुक्क घुम्न जानुहोस् अल द बेस्ट त ल साथीहरु अब हामी चाहिँ निस्किसक्यो हामी यहाँ बसिसक्यो एकदम कचाककुचु अनि ठिक छ अब बस्न मिल्यो हो ल मेरो जुत्तामा नटे के यहाँ चाहिँ अलिकति कन्जेस्टेड भइराखेको छ टाउको अलिअलि छोटो गर्न कस्तो छोटो गर्ने अरे यहाँ घाँटी यत्रो खर्च अनि लास्टमा आइसकेपछि लास्टमा एयरपोर्ट थकालियो हैन हरिबाइटको बर्गर टोक्ने अलिका हरिबाइटको बर्गर कि एयरपोर्ट थकालियो मासु भात जागो भयो नि यसलाई शिव मन्दिरमा शिव र पार्वतीले लिएर म जाँदैछु अनि तेरो बाबामा शिव पार्वती भनेपछि त के हो त अनि के थाहा त मलाई अनि तँ कुम्भा गणेश हाम्रो दाइले फेरि सासूलाई फेरि फुपू पो भनेछ भन्नु होला फेरि फुपू किन भन्यो भने होला है तपाईँलाई थाहा छैन हाम्रो चाहिँ यस्तो हुन्छ के दाइ हाम्रो चाहिँ फुपू मामाको छोरी पनि बिहा गर्नु मिल्छ अनि त्यही भएर चाहिँ जस्तै अब फुपू मामाको छोरी बिहा नगरे पनि जस्तै अब मैले मेरो सासूलाई चाहिँ हाम्रो उमा चाहिँ फुपू भन्नै पर्छ क्या फुपू भन्नुपर्छ अनि ससुरालाई चाहिँ मामा भन्नै पर्छ क्या दाइ साइनो चाहिँ फुपू नै पर्यो क्या दाइ हाम्रो ल है साथीहरु हामी चाहिँ उकालो लागिसक्यो मैले हैन छोरे पाटनबाट ठाडो उकालो लागिसक्यो तर पनि एकदम राम्रो छ अब दिन चाहिँ एकदम खुलेको छ तल कतिको खुसी लागिरहेको त खुसी त लागिहाल्छ नि आफ्नो फ्यामिलीसँग मेरो भ्लगमा आएर कति खुसी भयो तपाईको भ्लगमा त छैन नि आइरहन्छ नि के खुसी हुने भ्लगमा आउँदा नि अनि भाइरल भएको अब त्यो ल साथीहरु भाइरल बनाउनु पर्यो यो भ्लगलाई चाहिँ मलाई बुढीले सारे हेप्यो यहाँ भाइरल हुनको लागि मलाई बुढीले एकदम प्रेसर दियो भाइरल बनाउनु पर्यो ओ यता यसले पनि हेप्यो मलाई नहेप्ने भनेको यो मेरो कान्छी साली मात्रै हो मनमा हेपिरहेको बिचारा मलाई नहेप्ने भनेको मेरो कान्छी साली मात्रै हो यहाँनिर चाहिँ बाटो बिगाएर चाहिँ साथीहरूलाई भिडियो बनाएको ट्याक्सीबाट झर्दा त ट्याक्सी त यहाँ माथि पो जान्छ त यहाँ चाहिँ पार्किङ स्थल पारिपट्टि चाहिँ हिमाल यहाँको दृश्य देख्न सक्छौँ हामी अनि तलपट्टि फेवाताल छ त
भने अहिले नाला साजिरलाई आँटे तागेको पुगोस् नौगरा शान्ति हुन् भयो पामालेर चिया गरौँ हजुर हामी आउँदा त थिएन सर म्यामहरू पनि क्यामेराले फोटो खिच्न सक्नुहुन्छ नि सबजनालाई एउटा फ्रेममा जानुहोस् न त्यही नि हिँड्ने बनाएर छ त के उता मिसिनले चढेछ ए खोला कहाँ हो यो फेवाताल यो सबै ऊ हो नि फेवातालकै हो फेवातालै हो कि फेवाताल सो साथीहरू हामी शिव मन्दिर हेरिसक्यौँ शिव मन्दिर घुमेर फोटोसोटो खिच्ने टिकटक बनाउनेदेखि लिएर भिडियो सिडियो बनाउनेदेखि लिएर सबै भइसक्यो र अब हाम्रो सेकेन्ड स्पट भनेको छ यता पारी हो त्यहाँ जुन दृश्य तपाईँहरूले देखिरहनु भएको छ त्यहाँ पनि हामी भिजिट गर्नेछौँ यो चाहिँ मटका च्यारे बहिनी यो पकाउने पनि माटोकै भाँडामा ओहो ल कति रुपियाँ कप हो बहिनी यसको 100 रुपियाँ कप ओके ल एकैछिन है त्यहाँ कोले खान्छ सोद्धौँ बहिनी हुन्छ त्यहीँ राख्नु त्यहीँ राख्नु मम्मीहरू त्यहाँ उता टिकट काट्नु गइसक्नु जाने के लिनु लाग्यो तिमीहरू तपाईँले घुम्न जाँदाखेरि सबै ल्याइदिन्छ कि हामीलाई आफूले लग्नु पर्यो नहीं हाम्रो चाहिँ पर पर्सन 350 हो त्यसमा चाहिँ तपाईले घुम्नको लागि 17-18 वटा ठाउँ पाउनुहुन्छ अनि एक टिकटमा तपाईले नर्मल नास्ता पनि पाउनुभयो बदाम सादेको र 3 वटा पिङहरु पनि पाउनुभयो खेल्नको लागि 3 वटा पिङ खेल्न पाए 350 मा हजुर 350 अनि त्यसपछि त्यसमा तपाईले 17-18 वटा ठाउँ पनि पाउनुभयो अनि बन्जी उहरु पनि छ स्विङहरु हजुर एउटा चाहिँ हाम्रो बन्जीवाला स्विङ छ 60 मिटर माथि लगेर त्यो 350 मै आयो हजुर अनि एउटा फ्यामिली झुला छ अनि एउटा त्यो लोटा स्विङ छ ए त्यही हो अनि 5 वटा 350 मा पाउनुभयो ओके 5 वटा टिकट दिउँ न 350 सो ल साथीहरु यहाँ चाहिँ 350 पर पर्सन हाउसमा एन्ट्री गर्न छ जुत्ता खोल्नु पर्छ कि यतिकै जानु मिल्छ ए ल पहिला त खोल्ले थियो के त्यही भएर ए ल ओके सो एक्साइटेड सो मिरर हाउस भित्र आमालाई समात्दै त्यहाँ फेरि आमा हराउन मिरर हाउसमा आथे कि आथेन पुगु पहिला ल हेर्नुस् ल अलिका गाइड यो चाहिँ हो मिरर सो मिरर हाउसबाट हामी जाँदैछौँ यता पनि रहेछ बाटो यता पनि रहेछ यो फेरि सिसामा ठोकेल है हरे जालो फेरि ए अहिले त सजिलो रहेछ पहिला त यहाँ रिक्सा थियो त्यो पनि नरहेछ अब के छ अब यहाँ यो इन्क्लुड प्याकेजमा अब त्यो पनि हामी सेवा लिने कोसिस गर्नेछौँ झुलामा नि खेल्नु पाए
त्यो पिङ खेल्न सकिहाल्छ नि किन डराउनु थाइ तेरि तिमीहरू आफूलाई ल हिँड्न पहिला सुइसी हिँड किन यहाँ पहिल्यै सातो भएको तिमीहरू म उतै खेल्छु न सबभन्दा अगाडि सक्छ के खेल्न किन डराएको भने तेरि बाबा र म खेल्छु त्यो ओहो म खेल्छु ल जा त खेल झुला त सक्छ ओके सो हामी एकदम यहाँ मनोरञ्जन आनन्द लिने ठाउँमा आइसकेका छौँ जानु ओके सो झुलामा हाम्रो आमा आइसक्नु भएको छ बिस्तारै पलेटी मजाले अडेस लाएर बस्नु टक्क लाएर होइन केही नि हुन्न कि किन डराएको होइन पर्दैन क्या हेतेरी त्यहाँ समात्ने हो नि अलि उता सिरानीमा अडेस लाउनु पुग्यो किन डराएको होइन उता अडेस लाउनु पुग्यो उता सिरानीमा म त उता खेल्छु ओके जम्मा त्यति त पुरै हाकेको तल हेरिने हेर्नु भने आनन्दले यतरी रोक्छ नि त हामी किन आज दिनभरि तपाईँलाई यही राख्ने हो आज दिनभरि यतिकै भने भातले हाम्रो यहाँ भोक लाग्यो हाम्रो आमा खेल्ने भनेर एकदम साहसी ल हेर्नुहोस् यस्तो हुनुपर्छ एउटा बेड लाउनु पर्यो नि फुपू पहिला सेफ्टी लाउनु पर्यो ल हेर्नुहोस् बेड लाएर पिङको मजा लिने तर्खरमा हुनुहुन्छ हाम्रो आमा खेलिहाल्छ नि यस्तो किन डराएको यता छोरी चाहिँ डराइरहेको छ बरु यस्तो छेरो भर्खर 50 पुग्यो आमालाई त बेल्टै पुगिन क्या हो जुम गर्ने माथि ल कति लाने जान्छ नि माथिसम्म नि किन जाने कति लाने तपाईँलाई कति छ भयो अलि माथि नै जानु पर्छ नि ओ माई गॉड सो हाम्रो आमा चाहिँ माथि त मक्क पऱ्यो कि बुझ्यो ल ल ल जुप सररररी भने त आज ल सुइँ ल चाहिँ ल ओ माई गॉड ओ फेरि भन्नु त फुपू अहिले मलाई सिरिङ भयो त केही हुन्न केही हुन्न गरगरी बस्ने रे वे 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 बन्चीमा त तपाईँ त बेहोस होला नि बन्ची हान्दा हान्दै सो साथीहरू आमा पछि यहाँ अलिकाले खेल्ने तयारी गर्दैछ सो सेफ्टीको लागि एकदम तयारी हुँदैछ सेफ्टी लगाएर अब यो साहसीपूर्ण एक किसिमको यो साहसीपूर्ण खेल्नै हो होइन हाम्रो मजा लाग्यो थियो फुपू कस्तो लाग्यो तपाईँलाई मजा लाग्यो हामीलाई है मजा आयो अलिका एक्साइटेड डराउँछस् यहाँ मेरो छोरी भएर पनि डराउने हो पिङ चाहिँ माथि तान्दैछ मिसिनले सरर लाएर मिसिनले तान्दो रहेछ लाएन कि एकछिन हो झट्का दिँदाखेरि 1 गो
हो तल नहेर माथि छोरी हो सर भन्न बुझिले दाइ ल भयो अब सिद्धि होइन त पारिपट्टि शिव मन्दिर एकदम राम्रो अमेजिङ अनि त्यसपछि यहाँ माथि बलुन हेर्नु होला अनि त्यसपछि त्यहाँ हात छ हातमा चढेर फोटो खिच्न सक्नुहुन्छ तपाईँहरूले क्लासको पुलबाट हिँड्दैछ यहाँ वन देखाछ अरू के देख्नु भयो अलि मजाले हेर्नुहोस् साथीहरू जुन सिटीमा आएर चाहिँ यो पिनट साँधेको दिँदो रहेछ ठिकै रहेछ ल है साथीहरू अब हामी यो ड्रिम सिटी हेरेर चाहिँ फर्किने क्रममा छौँ फर्किँदैछौँ सो अब हामी फर्किने क्रममा चाहिँ यहाँ ट्याक्सी दाइ ट्याक्सीबाट अगाडि जाँदा दाइ के यहाँबाट चढ वाट्सएप साथीहरू अब हामी चाहिँ यहाँ यो शान्ति स्तूपाको लागि हेरी हामी पार्किङमा आइसक्यौँ वाउ वाट अ भ्यू ल हेर्नुहोस् साथीहरू यो माथिबाट चाहिँ टक्क यो फेवाताल अनि त्यसपछि पोखरा भ्याली सिटी अनि त्यसपछि माथि हिमाल सो हामी चाहिँ शान्ति स्तूपाको लागि चाहिँ अब खास गरेर उता स्टेप जुन पार्किङ चाहिँ उताबाट तलबाट हो सो हामी चाहिँ यो शिव मन्दिरबाट आउँदाखेरि चाहिँ यतैपट्टि आयो यो बाटो चाहिँ अब आमालाई चाहिँ खुट्टा हिँड्न अलिक गाह्रो हुन्छ नि त त्यही कारणले चाहिँ अब यो उकालो चढ्नुभन्दा बरु तेर्सो जाऊँ भनेर चाहिँ हामी यो बाटो आएको तेर्सो सकेपछि अनि ओह्रालो रहेछ हल्का ओह्रालो रहेछ अनि शान्ति स्तूपा चाहिँ उत्यो जुन तपाईँहरूले देखिरहनु भएको छ त्यही हो शान्ति स्तूपा सो साथीहरू शान्ति स्तूपा आउँदाखेरि हाइकिङ गरेर आउने जङ्गलको बाटो चाहिँ यो रहेछ है हामी चाहिँ यताबाट हिँडेर आएँ अनि हेरी यहाँबाट रहेछ गेट माथि स्तूपा जाने नानी यही हो नि यहीँबाट रहेछ टक्क यो चाहिँ गेट रहेछ यहाँ गेटमा केही पनि लेखेको छैन स्वागतम मात्रै छ अनि यहाँ सर यहाँबाट रहेछ शान्ति स्तूपा चाहिँ यसरी यो स्टेपबाट यसो सर आएपछि फेरि यहाँ माथि आइपुग्यो हामी अनि पछि त्यो देख्न सक्नुहुन्छ तपाईँहरूले शान्ति स्तूपा टक्क लगाएर शान्ति स्तूपातर्फ जाँदैछ हाम्रो सो साथीहरू यहाँ चाहिँ भिडियो बनाउनु नपाउने रहेछ माथिपट्टि अनि यहाँ मुनिबाट बनाइराखेको छु मैले भिडियो चाहिँ यो माथि चाहिँ भिडियो एलाउड नरहेछ फोटो मात्रै खिच्न पाइने रहेछ माथि चाहिँ अनि यो मुनिको भागबाट चाहिँ मैले भिडियो बनाइराखेको छु यो मुनि चाहिँ भिडियो बनाउन पाइँदो रहेछ अनि यहाँ आमा छोरी हिँड्दैछ अनि यतापट्टि आमा छोरी आउँदैछ हाम्रो के भ्यायो हामी शान्ति स्तूपा भ्याए अनि सो साथीहरू हामीले त्यो शान्ति स्तूपा कभर गरिसक्यो अनि त्यसपछि अब जाने क्रममा फर्किने क्रममा चाहिँ हामी डेभिस फल र गुप्तेश्वरी गुफा हेरेर जाने कोसिस गर्नेछौँ पक्कै पनि हेर्नु होला तपाईँ आफैले बनाउनु भएको म आफैले बनाइराखेको छु सो यहाँ दाइले चाहिँ यहाँ चट्ट लाएर हातले यो नाङ्लो यो पुङ भन्छ है दाइले ठेकी यहाँ दाइले आफैले बनाउनु भएको रहेछ यो आफ्नो ह्यान्डमेड ल हेर्नुहोस् कला हेर्नुहोस् हामी चाहिँ शान्ति स्तूपा हेरेर चाहिँ फर्किसक्यौँ शान्ति स्तूपा हेरेर चाहिँ तल अब यहाँ पार्किङ नजिक आइपुगेका छौँ र हाम्रो ड्राइभर दाजुले यहाँ गाडी पार्किङ गरेर राख्नुभएको छ एकछिनपछि हामी यहाँबाट चढेर चाहिँ चट्ट बाटोमा पर्छ उहाँ गुप्तेश्वरी गुफा र डेभिस फल सो भ्याएसम्म हामी त्यहाँ पनि कभर गरेर तपाईँहरूलाई देखाउने प्रयास गर्नेछौँ पुम्दीतिर घुमेर आइसक्यो र अब हाम्रो चाहिँ यात्रा रहने हाम्रो चाहिँ यो स्पट रहेको छ यो
गुप्तेश्वरी गुफा, गुप्तेश्वरी महादेवको गुफा। त्यो गुप्तेश्वरी महादेवको गुफा हेर्नु होला। गुप्तेश्वरी गुफा तिहार आएको छ नि त, त्यही कारण टिकट काटौँ। खुकुरी किनेर अनि कसलाई हान्ने हो? ए हान्ने त होइन नि। फेरि त वीर गोर्खालीको छोरी झ्याप्प कसैलाई हानिदिइहाल्यो भने फेरि डर लाग्छ कि मन। एकजना विद्यार्थी सो दिदी बहिनीले यहाँ टिकट काटिसक्यो। जाम यताबाट यस्तै अनि प्रवेशद्वारबाट हामी जाँदैछौँ टक्क लाएर अनि सरर तल। अनि यस्तो रहेछ है सरर लाएर यस्तो दामी। अनि हामी सिधै तल जान्छौँ। ऊ तल ऊ त्यहाँ मुनि दुलोबाट तल छिर्नेछौँ। यस्तो रहेछ यहाँ चाहिँ गुप्तेश्वरी। सो हामी यहाँ भित्र अन्डरग्राउन्डमा छिरिसकेका छौँ। भित्र भिडियो गर्न दिने हो कि होइन थाहा छैन। ए हो र पानी रसा छ। परोलाई बाटो बनाएर पैसा कमाखा। ओ माई गड, आमा हिँड्न सक्छ यस्तो ओह्रालोमा? यस्तो तल ओह्रालो रहेछ। फर्किने बाटो छ कि छैन यहाँ? सो यो गुच्चा हालेपछि दुध निस्किने। सो यो गुच्चा हालेपछि चाहिँ टक्क लाएर ओके। यो यहाँ गुच्चा हालेपछि चाहिँ दुध निस्किँदो रहेछ। सो यो गुच्चा हालेपछि चाहिँ टक्क लाएर ओके। यो यहाँ गुच्चा हालेपछि चाहिँ दुध निस्किँदो रहेछ, गाईको दुध। अनि यहाँबाट तल पनि जान सकिन्छ, तर हाम्रो आमा चाहिँ हिँड्न खुट्टालाई अलिकति गाह्रो भयो नि त, त्यही कारण हामी चाहिँ तल नगइकन फर्किँदैछौँ। सो हामी निस्किसक्यौँ गुप्तेश्वरी गुफाबाट। अब हाम्रो फर्किने। सो साथीहरू हामीले गुप्तेश्वरी गुफा पनि हेरिसक्यौँ। गुप्तेश्वरी गुफा हेरिसकेपछि अब चाहिँ पालो रहेको छ डेभिस फल, जसलाई चाहिँ नेपालीबाट नाम भनिन्छ पाताले छाँगो। सो हामी त्यहाँ प्रवेश गर्न लाग्दैछौँ। हेरौँ अब त्यहाँ के कति छ टिकट रेट, त्यहाँ पनि बुझ्नेछौँ। यो डेभिस फल पाताले छाँगो चाहिँ हेरि यहाँ चाहिँ यस्तो लेखेको रहेछ। त्यहाँ चाहिँ एकदम धेरै ओह्रालो भयो क्या। धेरै ओह्रालो भएर त्यहाँ। कति हो भाइ टिकटको? एकजनाको 50 रुपियाँ। ल पाताले छाँगोभित्र प्रवेश भइसकेको छ गेटबाट। टिकट चेक गर्ने दाइ यहीँ हुनुहुन्छ। टिकट चेक गर्ने दाइ यहीँ छ। यहाँ दाइले टिकट चेक गर्नुभयो र हामी यसरी भिडियो बनाउनु पाइन्छ नि है? पाइन्छ ल यताबाट होला नि। सो यो डेभिस फलको पाताले छाँगोको बाहिरको गार्डन एरिया टक्क लाएर यो हिमाल माछा सगर माउन्ट एभरेस्ट यहाँ पनि रहेछ। ल कताबाट जाने रहेछ? यहीँबाट जाँड गयो नि हुन्छ होला। यो डेभिस फलको एरिया चाहिँ यहाँबाट यस्तो छ रहेछ। हिँड्नु पर्दैन, थोरै 15-20वटा स्टेप हिँडिसकेपछि आउँछ। पाताले छाँगो नजिक आइपुगिसकेका छौँ हामी। अब यहाँबाट देख्न सक्छौँ पाताले छाँगो झरना
छाङ्गा त हो यो है, डेभिस फल भने पहिला यहाँ डेभिस गरेको नाम मरेको थियो अरे, त्यही भएर यसको नामै डेभिस फल राखेर ल हेर्नुहोस् यस्तो मजाले खोला बगिरहेको छ। खोला होइन झरना छाङ्गा। पाताले छाँगो हेर्दैछ यहाँ सबैजना। सबै एकदम अन्डरग्राउन्ड गुफा छ यहाँ, मुनि सबै एकदम अन्डरग्राउन्ड गुफा। कस्तो लाग्यो कान्छी पाताले छाँगो? रमाइलो त लाग्यो, एकदम थाक्यो है। ल साथीहरू अब यही हो पाताले छाँगो हेरिहाल्यो। अब लास्ट स्पोट हाम्रो होइन। अब अझै धेरै बेर बसिन्थ्यो होला, तर एकदम यहाँ थकाइ लाग्यो, भोक पनि लाग्यो। अब गएर खानासाना खानुपर्छ। सकी सबैसँग आनन्दले घुम्यो। मेरो कान्छी छोरी को पनि जय जय होस्, सबैलाई जय जय होस्। तेरो पनि जय जय होस् रे। जय जय होस् भनेको अर्थ बुझिहाल्यो नि तैँले। सो साथीहरू यहाँ विभिन्न जात जातिका पोसाकहरूको मूर्ति छ र यहाँ टाउको अडाएर चाहिँ फोटो भिडियो जे पनि गर्न सक्नुहुन्छ तपाईँहरू, फोटो भिडियो। ल साथीहरू सबै अब हामी चाहिँ घुमेर आइसकेका छौँ। अलिक पछाडि ब्याक गरेर भन्नु त अहिले। सो अब हामी चाहिँ घुमेर आइसक्यो। सो यो भिडियो अहिलेसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। कस्तो लाग्यो प्रतिक्रिया दिने होला र सब्सक्राइब गर्न बाँकी हुनेले सब्सक्राइब गर भन्नु त बुबु। सब्सक्राइब गर्न बाँकी हुनेले सब्सक्राइब गरेर यो च्यानललाई अगाडि बढाइदिनु होला। अगाडि बढाइदिनु। मेरो